आजको यस विश्लेषणमा हामी एउटा यस्तो गजबको ट्रेन्डको खोजी गर्दैछौँ जसले अहिले डिजिटल संसारमा साँच्चै नै तहल्का मचाइरहेको छ। एआईको चर्चा त जताततै छ, तर पूर्ण रूपमा स्वचालित एआईबाटै बनेका कथाका च्यानलहरू कसरी रातारात भाइरल भइरहेका छन् भन्ने कुरा एकदमै रोचक छ। अहिलेको समयमा एउटा सामान्य स्मार्टफोन र इन्टरनेटको भरमा, त्यो पनि शून्य लगानीमा, जो कोहीले पनि उत्कृष्ट एनिमेटेड कथाहरू सृजना गरिरहेका छन्। आउनुहोस् यो कसरी सम्भव भइरहेको छ भनेर गहिराइमै गएर बुझौँ। अब यो स्क्रिनमा भएको नम्बर हेरौँ, 2 करोड। हो, यो कुनै हावाकुरा होइन। स्रोत सामग्रीहरूलाई आधार मान्ने हो भने एउटा बिल्कुलै नयाँ च्यानलले यो एआई प्रविधि प्रयोग गरेर खोलेको मात्र 2 दिनमा नै 2 करोड अर्थात् 20 मिलियन भ्युज कमाएको छ। सुन्दा पत्याउनै गाह्रो लाग्छ नि, होइन र? तर 5 मिनेटमा तयार गरिएको एउटा छोटो एआई कथाले यति छिटो दर्शकको ध्यान तान्न सफल भएको छ। यो साँच्चै नै एउटा गेम चेन्जर हो। त्यसो भए मुख्य प्रश्न यहाँनिर आउँछ, कसरी साधारण मानिसहरूले बिना कुनै बजेट केवल सित्तैमा पाइने एआई टुल र एउटा मोबाइल फोनको भरमा यति ठूलो सफलता पाइरहेका छन्? कसरी लाखौं भ्युज र सब्स्क्राइबरहरू बढाएर यसलाई रातारात आम्दानीको स्रोत बनाइरहेका छन्? उनीहरूले अपनाएको त्यो सिक्रेट फर्मुला के हो त? आजको यस विश्लेषणमा हामी यही रहस्यको पुरै पर्दाफास गर्नेछौँ। यसलाई राम्ररी बुझ्नको लागि हामी यो पुरै रिभर्स इन्जिनियरिङ प्लेबुकलाई 4वटा सरल चरणमा हेर्नेछौँ। सुरुमा यो भाइरल एआई ट्रेन्डको बारेमा चर्चा गर्नेछौँ, अनि त्यसपछि स्क्रिप्टिङ, भोइस ओभर सृजना, भिडियो क्लिप निर्माण र अन्त्यमा सम्पादन कसरी गर्ने भनेर हेर्नेछौँ। ल, अब ढिला नगरी पहिलो खण्डमा जाउँ, भाइरल एआई भिडियो ट्रेन्ड। एआई कथाहरूको प्रयोगले कसरी यो विस्फोटक वृद्धि भइरहेको छ त? स्रोत सामग्रीहरूले देखाएको यो तथ्याङ्क हेर्दा जो कोही पनि छक्क पर्छ। उदाहरणको लागि टेक आकाशकै कुरा गरौँ न। जम्मा 41वटा भिडियो हालेर 13 लाख सब्स्क्राइबर। त्यस्तै एनिमेसन एएमले 113 भिडियोमै च्यानल मोनेटाइज गरेर 1 करोड 40 लाख भ्युज कटाइसकेको छ। अनि डीपी पुनम ब्लग्सले त झन् जम्मा 28 भिडियो हालेर मात्र 2 महिनामा 5,56,000 सब्स्क्राइबर पुर्याएको छ। भर्खरै सुरु गर्नेहरूका लागि यो लेभलको ग्रोथ भनेको साँच्चै नै अभूतपूर्व हो। त्यसो भए यो जादु कसरी भइरहेको छ त? खासमा यहाँ कुनै जादु नै छैन। यो त एउटा एकदमै सरल प्राविधिक प्रक्रिया मात्र हो। यो पुरै काम जम्मा 4वटा खम्बामा अडिएको छ। एउटा स्पष्ट 4 चरणको पाइपलाइन, जसले कथा लेख्नेदेखि लिएर भिडियो तयार गर्नेसम्मको सम्पूर्ण झन्झटलाई एकदमै सजिलो र व्यावहारिक बनाइदिन्छ। अब प्रयोग हुने टुलहरूको कुरा गरौँ। सबैभन्दा राम्रो कुरा के भने यहाँ प्रयोग हुने हरेक सफ्टवेयर 100% निःशुल्क छन्। 1 रुपियाँ पनि पर्दैन। स्क्रिप्टको लागि च्याट जीपीटी, आवाजको लागि स्पिचमा एआई वा ओपन एआई एफएम छँदैछ। अनि दृश्य बनाउन गुगल एआई स्टुडियो वा गोक एआई प्रयोग गर्न सकिन्छ। अन्त्यमा सम्पादनको लागि क्यापकट, इनशट वा युट्युबको आफ्नो वाइटी क्रिएट जस्ता मोबाइल एपहरू छन्। मतलब कुनै महँगो कम्प्युटर वा सफ्टवेयरको झन्झटै भएन। अब लागौँ चरण 1 तर्फ, स्क्रिप्ट तयार गर्ने, अर्थात् एआईको दिमागलाई कसरी सही बाटो देखाउने। सफल सिर्जनाकर्ताहरूले कस्तो प्रम्प्ट प्रयोग गर्छन् त? यहाँ एउटा रमाइलो उदाहरण छ। च्याट जीपीटीलाई 30 सेकेन्डको एउटा छोटो कथा लेख्न भनिन्छ, जस्तै मानिसको अनुहार भएको मुसा र 2 मानव अनुयायीहरूको कथा, वा हजुरबुवा र चकचके बादरको कथा। सुन्दा अलि अनौठो र हाँसउठ्दो लाग्न सक्छ, तर यस्तै अतरङ्गी र अचम्म लाग्दा आइडियाहरूले नै च्याट जीपीटीबाट एकदमै आकर्षक स्क्रिप्ट तयार गरिदिन्छन्। यो एकदमै छिटो र प्रभावकारी तरिका हो। स्क्रिप्ट त तयार भयो। अब पालो चरण 2 को, एआई भोइस ओभर सृजना गर्ने, अर्थात् त्यो कथालाई एउटा दमदार आवाज दिने। अडियोको कुरा गर्दा अहिलेका टेक्स्ट टु अडियो टुलहरू साँच्चै नै कति धेरै एडभान्स्ड भइसकेका छन् भन्ने विश्वासै गर्न गाह्रो हुन्छ। स्पिचमा एआई वा ओपन एआई एफएम जस्ता वेबसाइटहरूमा लगइन गरिरहनु पनि पर्दैन। अघि बनाएको स्क्रिप्टलाई त्यहाँ लगेर पेस्ट गरिदिएपछि मात्र 15 सेकेन्डभित्रै यसले एकदमै यथार्थवादी, साँच्चीकै मान्छेले बोले जस्तो आवाज तयार गरिदिन्छ, अनि त्यसलाई तत्काल डाउनलोड गर्न सकिन्छ। यसले समय र पैसा दुवैको ठूलो बचत गर्छ। आवाज पनि भयो। अब पालो चरण 3 को, भिडियो क्लिपहरू बनाउने। यही मेरा कथाले साँच्चीकै दृश्यको रूप लिन्छ। यो चाहिँ एउटा एकदमै चतुर प्रविधि हो है। दृश्यहरू कस्तो बनाउने भनेर आफै घोरिएर बस्नुको सट्टा च्याट जीपीटीलाई नै यसले भर्खरै लेखेको कथाको प्रत्येक वाक्यको लागि दृश्य निर्माण गर्ने प्रम्प्ट लेख्न लगाइन्छ।
च्याट जीपीटीले प्रत्येक दृश्य कस्तो देखिनुपर्छ भनेर आफै विस्तृत रूपमा वर्णन गरिदिन्छ, जस्तै हाइपर रियलिस्टिक 3D शैलीमा। यसले गर्दा भिडियोको क्वालिटी एकदमै प्रोफेसनल देखिन्छ। अब च्याट जीपीटीले दिएका ती भिजुअल प्रम्प्टहरूलाई सरासर कपी गरेर गुगल एआई स्टुडियो वा गक एआई जस्ता टुलहरूमा लगेर राखिन्छ। यी उपकरणहरूले ती शब्दहरू पढ्छन् र हेर्दै 1 मिनेटभन्दा कम समयमै पूर्ण रूपमा निशुल्क एकदमै हाई क्वालिटी HD भिडियो क्लिपहरू तयार गरिदिन्छन्, त्यो पनि 9:16 को भर्टिकल फर्म्याटमा। तस्विर वा शब्दलाई यसरी सिधै भिडियोमा बदल्ने यो प्रविधिले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। सबै कुरा तयार भइसकेपछि अब अन्तिम चरण 4, सम्पादन र एक्सपोर्ट गर्ने। यो भनेको ती सबै टुक्राहरूलाई जोडेर अन्तिम रूप दिने प्रक्रिया हो। सम्पादनको काम पनि सोचेभन्दा धेरै सजिलो छ। क्यापकट, इनसर्ट वा YT क्रिएट जस्ता मोबाइल एप खोल्ने। सबैभन्दा पहिले क्यानभासलाई 9:16 को अनुपातमा सेट गर्ने, जुन युट्युब सर्ट वा टिकटकको लागि ठ्याक्कै मिल्छ। अनि एआईले बनाएको त्यो भोइस ओभर अडियो त्यहाँ ल्याउने र आवाजको तालसँग मिल्ने गरी भिडियो क्लिपहरूलाई मिलाएर राख्ने, अनावश्यक भागहरू छन् भने स्प्लिट गरेर काटिदिने, भिडियो क्लिपमा आफै उत्पन्न भएका फाल्तु आवाजहरू छन् भने त्यसलाई म्युट गर्ने र अन्त्यमा 1080p वा 4K जस्तो एकदमै उच्च गुणस्तरमा एक्सपोर्ट गर्ने। बस यति गरेपछि भिडियो तयार भयो। यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण मोडमा ल्याइ पुर्याउँछ। शून्य आर्थिक लगानी र एआईको यो असीमित रचनात्मक सम्भावनाले गर्दा अब संसार सामु आफ्ना कथाहरू पस्कने ढोका सबैका लागि खुला भएको छ। सही उपकरण र अलिकति रचनात्मकता प्रयोग गर्ने हो भने हिजोसम्म असम्भव जस्तो देखिने काम आज केही मिनेटमै पूरा हुन सक्छ। त्यसो भए के कुनै यस्तो कल्पना वा कथा छ जसलाई एआईको मद्दतले आजै जीवन्त बनाउन सकिन्छ? यो पक्कै पनि सोच्नुपर्ने कुरा हो। आजको यस विश्लेषणमा हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।